बजार त बढिरहेछ तर अब हामीले के किन्ने हो होइन लाइक त्यो कन्फ्युजन छ भने यो भिडियोलाई पुरा हेर्नु होला है। आज हामी पुरै सेक्टरलाई नेप्सेको सबै सेक्टर अथवा सबै सब इन्डिसेसहरूलाई एनालाइसिस गर्नेछौँ होइन। ओके, अब सुरुमा हेरौँ नेप्से, सुरुबाट त नेप्सेबाटै गर्नु पऱ्यो है। अब एउटै कुरा के छ भने अहिलेको लागि होइन हजुरहरूले अब क्वेसन के हुन्छ, टार्गेट कहाँसम्म हुन्छ भन्दा टार्गेट यो रेन्जसम्म हुन्छ फर्स्ट टार्गेट है। अब त्यसपछिको टार्गेटहरू भनेको अब मैले चाहिँ यो टाइम चाहिँ अब लाइक अलि राम्रै मोमेन्टम आउँछ भन्ने एक्सपेक्ट गरेको छु एउटा कुरा। अब अर्को कुरा के छ भने यो ब्रेक हुन्छ कि हुन्न भन्ने के छ भने जुन बेला तपाईँको यो एरियामा साइन अफ विकनेस आयो, यो एरियामा साइन अफ विकनेस आयो एन्ड अब यो एरियामा कतिको राम्रो साइन अफ विकनेस आउँछ होइन, त्यसले डिफाइन गर्नेवाला छ अथवा त्यसले डिसाइड गर्नेवाला छ कि बजारमा र्याली कस्तो हुन्छ भनेर। पहिला सुरुमा यो लेभलमा जान दिउँ होइन, साइन अफ स्ट्रेन्थ देखाउँछ कि साइन अफ विकनेस देखाउँछ हेरौँ। अब अहिलेको अर्को क्वेसन पनि के छ भने यो ग्याप हजुरले एकदम इम्पोर्टेन्ट छ, यो लेभलबाट दुईचोटि रिजेक्सन भयो होइन, यहाँ एकचोटि यहाँ एकचोटि। अब के गर्ने त हामीले भन्दा त्यही हो कि होइन, बजारले के प्रेजेन्ट गरिरहेछ भन्दा होइन लाइक नेक्स्ट विकसम्म लगभग तपाईँको यो एरियामा लगभग तपाईँको ओपिएस भ्यालिड हुन थालिसकेको अवस्था छ होइन। यदि ओपिएस भ्यालिड भइदिन्छ भने के हुन्छ त भन्दा माथितिरको र्याली नै एक्सपेक्ट गर्ने हामीले होइन, सिम्पल। ओपिएस भ्यालिड भइरहेछ भने माथिकै र्याली एक्सपेक्ट गर्छौँ हामीले, कुरा त्यति नै हो। भनेपछि अहिलेको लागि सिनेरियो बजारमा राम्रै छ भनेर बुझ्नु होला होइन। अहिलेको लागि 3000देखि 3100सम्मको टार्गेट एन्ड देन यदि यो एरियामा साइन अफ स्ट्रेन्थ आयो भने हामी र्याली अझै माथिको भनेर एक्सपेक्ट गर्न सक्छौँ। एन्ड देन अब हामी हेरौँ माइक्रो फाइनेन्स सेक्टर है त। माइक्रो फाइनेन्स सेक्टरमा के छ भन्दा अब यो नेप्सेमा नि त्यही छ है, बजारले अहिलेसम्म तपाईँको यो एरिया ब्रेक नगर्नु भनेको चाहिँ अहिलेसम्म तपाईँको मेजर हाई अथवा हायर हाई बनाएको छैन भन्ने कुरा हो होइन। यो लागि तपाईँको 2627को एरिया छैन, 27को एरिया ब्रेक भएपछि लगभग माथिको र्याली लगभगै कन्फर्म हुन्छ। त्यो केस आयो भने हजुरहरूले यो तलको स्टप लस लिएर मजाले ट्रेड गर्न सक्नुहुन्छ है। अब माइक्रो फाइनेन्स पनि त्यही केस छ होइन। अहिलेको लागि माइक्रो फाइनेन्स एज अ सेक्टर पनि ट्रेड गर्नको लागि एकदमै राम्रो देखिरहेछ। यो माथिको हाई ब्रेक गर्ने बित्तिकै तलको लो लाई स्टप लस लिएर तपाईँ ट्रेड गर्न सक्नुहुन्छ होइन। अब अलिकति कन्फ्युजन हाइड्रोमा के थियो भने जब तपाईँको यसले हेर्नुभयो कि यो हाई यसले के गर्यो, फल्स गर्यो। फल्स गरेपछि बजारको एउटै सिनेरियो के हुन्छ, यो सपोर्ट टेस्ट हुनुपर्छ क्या, यो सपोर्ट टेस्ट हुनुपर्छ क्या होइन। यो सपोर्ट टेस्ट भइरहेछ भने हुनुपर्छ भने होइन कस्तो हुन्छ भने यो एरियाबाट हामीले अब त्यो केसमा एज अ ट्रेडर बाई हेर्न सक्थ्यो। तर के भयो भने बजारले यो माइनर लेभलबाटै ट्रेड दियो। अब यो माइनर लेभल अब हजुरहरूले यदि आइडिपिएटी पढ्नुहुन्छ भने किन यो लेभलबाट ट्रेड दियो भन्ने कुरा हजुरलाई अलरेडी थाहा छ होइन, अलरेडी थाहा छ है। अब यसमा अहिले हामीले एक्सपेक्ट गर्ने कुरा चाहिँ के मात्र हो भने सिम्पल है, अब ट्रेड त यही लेभलबाट एक्टिभेट लगभग भइसकेको सिनेरियो छ होइन। तर पनि अझै राम्रो ट्रेड थियो 3515को लेभल ब्रेक भइसकेपछि हजुरले के गर्ने हो भने यो स्टप लस लिएपछि तपाईँले यसलाई मजाले नै कन्फिडेन्टली ट्रेड गर्न सक्नुहुन्छ, कन्फिडेन्टली है। अब के हुन्छ भने यदि तपाईँको बजार खस्नै छ भने यो लेभल तल बसेर नै खस्छ होला सायद होइन। अब त्यो केस छ है। होटल एन्ड टुरिज्म होइन, होटल एन्ड टुरिज्म सिम्पल है एकदम, तपाईँको नर्मल तपाईँको लाइक बुलिस मार्केटको क्यारेक्टरमा होइन हायर हाई बनाउँदै गइरहेछ। अहिले पनि तपाईँको यो हायर हाई नै बनाइरहेछ भनेपछि यहाँ ट्रेड भ्यालिड थियो है, सिम्पल होइन। अब सिम्पल सिनेरियो के छ भने अहिलेको लागि होइन यो एरियामा यदि आउँछ भने किनभने हामीसँग यहाँ माथि त सप्लाई छ होइन, सप्लाई छ, एउटा र्याली त हामी एक्सपेक्ट गर्न सक्छौँ। यदि कुनै पनि बेला होइन तपाईँको यो र्याली दिएर यो र्यालीमा आउँछ भने यहाँबाट हामी नयाँ बाई लिएर जान सक्छौँ। स्टप लस यो रेन्जको तल हुन्छ यदि तपाईँ ट्रेड गरिरहनु भएको छ भनेर बुझ्नु होला। अनि यो रेन्जमा तपाईँको स्टप लस छ भने फेरि पनि तपाईँको यो रेन्ज चाहिँ फेरि एज तपाईँको नेक्स्ट डिमान्ड जोन हुन्छ, तलतिरको स्टप लस लिएर ट्रेड गर्ने माथि नै हो भनेर बुझ्नु होला है त होटल सेक्टरमा। एन्ड देन डेभलपमेन्ट सेक्टरमा पनि जसरी हाइड्रोमा इस्यु थियो यसमा नि त्यही इस्यु नै छ। के छ भने अल टाइम हाई ब्रेक गरिसकेपछि एटलिस्ट तपाईँको यो फेक ब्रेकआउट गरिसकेपछि एटलिस्ट तपाईँको यो एरियामा उसले टेस्ट गर्न जानु पर्थ्यो। तर के छ मोमेन्टम त्यहाँसम्म आएन होइन। उसले के गर्यो यो एरिया होइन, यो एरियाबाट उसले एज अ ट्रेडर तपाईँलाई बाई दिने ट्राई गर्यो होइन। अब टेक्निकली हेर्नु पर्दा यो एउटा आइडिपिएटी पनि हो होइन, आइडिपिएटी बाइङ जोन पनि हो होइन। अनि के छ भने अहिलेको लागि सिम्पल हजुरले के बुझ्नु भने एज अ तपाईँको डेभलपमेन्ट ब्याङ्क सेक्टरमा पनि तपाईँ अहिले नै पनि ट्रेडमा जान सक्नुहुन्छ। अब आइडिपिएटी जोन भएको भएर सानो सिग्नलहरू दिल्लीमा आएको सिग्नललाई पनि हामी हेर्न सक्छौँ कि होइन। एन्ड देन तपाईँको यो लो तपाईँको स्टप लस हुन्छ भन्ने कुरा बुझ्नु पऱ्यो है। म्यानुफ्याक्चरिङ एन्ड प्रडक्सन होइन, अब यो
सेक्टरलाई चाहिँ है पर्सनली म आफ्नो पर्सनली नै कुरा गर्छु होइन जब यो लेभलमा थियो होइन मैले धेरैजनालाई भने अब यो हुँदैन 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 होइन स्टिल तपाईँको यो ब्रेकआउट दिन जाँदा पनि मैले एउटै नै कुरा बुझिरहेको थिएँ हुँदैन 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 मलाई एउटा के थियो भने यो लेभल एक्चुअली टेस्ट हुन्छ कि जस्तो लागिरहेको थियो यसमा एकदम अनेस्टली होइन बट हार्ड दिन म अझै पनि के लागिरहेको थियो भने लेभल टेस्ट हुन्छ कि भनेर तर हेर्नु है यो जुन हाई छ नि होइन अब अहिले न नेप्सेले यो हाई ब्रेक गरेको छ न माइक्रो फाइनेन्सले गरेको छ न हाइड्रोले गरेको छ न होटलले गरेको छ न डेभलपमेन्टले गरेको छ म्यानुअली गरिसक्यो भने चाहिँ मोमेन्टम सुरु भइसक्यो स्टक हेरेर तपाईँहरू बाइमा जान सक्नुहुन्छ है यो पालिको सबैभन्दा डिमान्डिङ हाइड्रो के छ म्यानुफ्याक्चरमा कुन स्टक हुनसक्छ होला होइन अभियसली सबैलाई थाहा नै छ त्यो है सबैलाई थाहा छ है अब यो पालिको सबैभन्दा डिमान्डिङ स्टक कुन हुनेवाला छ भनेर म्यानुफ्याक्चरिङमा अदर्स हेरौँ अदर्स ठिक छ नराम्रो छैन तर अदर्समा एउटै कुरा के भनिरहेको छ भने यो तपाईँको एकदमै स्ट्रङ एरिया हो होइन यदि यो ब्रेक गर्छ भने यसमा नयाँ डिमान्ड जोन क्रिएट हुन सक्ने चान्स एकदम हाई छ नयाँ डिमान्ड जोन रेजिस्ट्रेसनको लागि तपाईँको अब यो हाई ब्रेक हुनु चाहिँ एकदमै राम्रो हो तर अहिलेको लागि यदि यो लेभल ब्रेक गरेर माथि यस्तो हुनु पऱ्यो क्या ब्रेक गरेर यो भयो भने एकदम राम्रो एकदम बेस्ट हुन्छ बेस्ट है यो आउनु भनेको तपाईँको यसमा एकदमै राम्रो र्याली छ माथितिर भन्ने कुरा जनाउँछ यसले होइन यो टेस्ट भएर तपाईँहरूले यहाँ रिस्क लिनु भएर यदि यो माथितिरको र्याली दियो भने बुझ्नुहोस् कि तपाईँहरूले यसलाई छिटो बुक नगर्नुहोस् भनेर म त्यति नै भन्छु ब्याङ्किङमा मैले अलिकति अपडेट दिने ट्राई चाहिँ गरेको थिएँ होइन ब्याङ्किङ पनि अब हामीले लिनुपर्छ भनेर अब अहिलेसम्मको लागि त अब हामीले यो जस्ट ब्रेकआउट र रिटेस्टमै हेरिरहेछौँ रिटेस्टबाट अब त्यही छ सिनेरियो तपाईँको यो हाई ब्रेक भएपछि अब हामी नेक्स्ट र्यालीको लागि जान सक्छौँ तर के छ भने अहिले पनि अब यो आफैमा एउटा माइनर आइडिपिएटी बाइङ जोन भएको भएर होइन माइनर होइन भएको भएर यहाँ पनि तपाईँको बजारले ट्रेड कन्फर्म गर्छ भने तपाईँ यहाँबाट ट्रेडमा बस्न सक्नुहुन्छ तर हजुरको लागि अहिलेको यो ठिकठाक त्यस्तो म्यासिभ त भन्दिनँ तर ठिकठाक वाला सेलिङ एरिया चाहिँ हो त्यति चाहिँ बुझ्नु होला है अब यहाँ सेलिङ आयो भने चाहिँ फेरि अब चाहिँ डराउने होइन होइन एकदमै किनभने यदि यो ट्रेन्ड लाइन ब्रेकआउट हुन्छ भने होइन यो ट्रेन्ड लाइन ब्रेकआउट हुन्छ ल तपाईँको यहाँबाट हामीले र्याली देखिरहेछौँ भने यो एउटा भ्यालिड र्याली नै हुनसक्छ बरु हामी यो बेलामा के गर्छौँ हाम्रो एसएल लिन्छौँ तर हामी यो एरियामा बुकिङ गर्दैनौँ यदि तपाईँको छुट्नु भएको छ भने यो एरियामा तपाईँको यदि करेक्सन आयो भने यो तपाईँको एकुमुलेसन जोन हुनसक्छ है त्यति बुझ्नु होला ओके ल एन्ड देन नन लाइफ इन्सुरेन्स अब कुनै बेला थियो कि म नन लाइफ इन्सुरेन्समा एकदमै बेरिस थिएँ एकदमै होइन एकदमै अब मेरो एक्सपेक्टेसन के थियो भने एटलिस्ट तपाईँको यो रेन्ज चाहिँ टेस्ट होला कि मनको कुरा होइन थियो होइन अब के गर्यो त्यही हो बजारमा म भन्छु नि मोमेन्टम छ भने बजार जहिले नै माइनर एरियाबाटै र्याली दिन्छ लगभग अब अहिलेको लागि नन लाइफ सेक्टरले पनि लगभग आफू र्यालीको लागि रेडी भइसकेको सिनेरियो छ एकदमै एउटा र्यालीको लागि रेडी भइसकेको सिनेरियो छ बट स्टिल हजुरले हेर्नुपर्ने एरिया के छ भने यो एरिया आफैमा एउटा इम्पोर्टेन्ट एरिया हो यो एरिया बजारले ब्रेक गर्नै पर्छ अब यस्तो छ क्या कस्तो छ भने कुनै स्टकमा सेक्टरमा होइन अलिकति बढी हामी केयरफुल हुनुपर्छ अब त्यो चाहिँ मेरो विचारमा नन लाइफ इन्सुरेन्स सेक्टर हुनसक्छ अब यो एरियामा यदि हामीले सेलिङ भेट्यौँ भने होइन सपोज तपाईँको यदि यो एरियामा गएर बजारले करेक्सन दिएर जुन करेक्सन आउँछ त्यो एरियामा बजारले तपाईँलाई साइन अफ स्ट्रेन्थ अथवा कुनै पनि एकदम हाई क्वालिटी होइन राम्रो क्वालिटीको बाइङ सिग्नल बजारले तपाईँलाई प्रेजेन्ट गर्छ कि गर्दैन भन्ने कुरोमा तपाईँ एकदम ध्यान दिनुपर्ने हुन्छ होइन यो करेक्सन यदि डिप पनि नहुनसक्छ यो ग्याप ब्रेक गरिसकेपछि यो ग्यापको एरियाबाटै बजारले तपाईँलाई ट्रेड दिन सक्ने चान्सेस पनि एकदमै हाई छ है याद गर्नु होला कुनै बेला आई वाज भेरी बेरिस म धेरै नै बेरिस थिएँ होइन यही बेला हो सायद होइन जब यो बेला पुगेको थिएँ होइन मैले सबैलाई बेच्नु भने हो नन लाइफ सेक्टर है अब अहिलेको लागि अब हामी यो एरियासम्मको ट्रेडको लागि चाहिँ रेडी हुन चाहिँ सक्छ त्यति चाहिँ अहिलेको लागि चाहिँ हामीले क्यापेसिटी राख्नु जस्तो लाग्छ मलाई होइन नन लाइफ हामी यसरी लाइफ इन्सुरेन्स अब हामी म्युचुअल फन्ड चाहिँ हेर्दैनौँ अब लाइफ इन्सुरेन्स सेक्टर अब मैले त यो सेक्टरको बारेमा त हजुरलाई थाहा नै छ मेरो पोइन्ट अफ भ्यू म एकदमै अहिलेको लागि एकदमै अब पोजिटिभ देखिरहेको छु यसमा होइन एन्ड देन अहिलेको लागि तपाईँले मिनिमम टार्गेट 17,000सम्मको टार्गेट हजुरले यसमा राख्न सक्नुहुन्छ एज अ ट्रेडर लाइफ इन्सुरेन्स सेक्टर तपाईँहरू अहिले नै के गर्न सक्नुहुन्छ यो लो लाइफ स्टप लस लिएर तपाईँ जान सक्नुहुन्छ अब म्यानुफ्याक्चरिङ जस्तै यसमा पनि यो हाई ब्रेक गरिसकेको अवस्था छ है
फाइनेन्स पनि तपाईँहरूले अब पहिला चाहिँ मैले फाइनेन्स हुँदैन सुन्नु भन्थेँ, तर अहिले चाहिँ म के भन्छु भने तपाईँ फाइनेन्समा ट्रेड गर्न सक्नुहुन्छ एकदमै है, एकदमै यो एउटा बनेको छ होइन। यो बन्नु आफैमा एकदमै राम्रो कुरा हो। के हो हजुरलाई थाहा नै छ, यहाँ मैले भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन होइन। तपाईँको अब अहिले नै चाहिँ भन्दिनँ, तर यो ट्रेन्ड लाइन ब्रेकआउट भयो भने तपाईँको मिनिमम पनि यो रेन्ज तपाईँले एक्सपेक्ट गर्नु यसमा 3300 लेभल, यहाँबाट लगभग 1000 पोइन्ट होइन। भनेपछि राम्रै ट्रेड दिन सक्छ एज तपाईँको फाइनेन्स सेक्टर। तर यो एरियामा पुगेपछि चाहिँ म एकदमै बी केयरफुल भन्छु है, एकदमै बी केयरफुल। तर यहाँ चाहिँ म ट्रेड छ, तर त्यसपछि चाहिँ म केयरफुल भन्छु। अब हेर्छु सिनेरियो के हुन्छ भनेर होइन। एन्ड देन ट्रेडिङमा के छ हेरौँ, ट्रेडिङमा त्यस्तो केही खासै देखिरहेको छैन है। अब यो एरिया हो लगभग टेस्ट नै भयो भनेर भन्दा पनि हुन्छ। अब यसमा हजुरले के हेर्नु भने के हेर्नु पर्दैन, जस्ट यो ट्रेन्ड लाइन ब्रेक भएपछि हजुर ट्रेडमा जानु अहिलेको लागि। यो अझ पनि सप्लाई मुनि नै छ होइन। इन्भेस्टमेन्ट एज अ सेक्टर अब म पहिलादेखि भनिरहेको छु कि इन्भेस्टमेन्टमा म बुलिस छु भनेर। एन्ड देन अब यो एसओआरको लेभलबाट पनि एसओएसको लेभलबाट पनि तपाईँको र्याली दिन खोजिरहेको छ। यदि यो ब्रेकआउट हुन्छ भने हजुरले अहिलेको लागि एक्सपेक्ट गर्ने भनेको अब यो अल टाइम हाईको एरिया हो होइन। अनि अब नेप्से जस्तै कुरा हो, यदि यो अल टाइम हाईको एरिया ब्रेक भएर माथि तपाईँको कुनै पनि साइन अफ स्ट्रेन्थ आउँछ भने नयाँ डिमान्ड जोन क्रिएट हुनेवाला छ। यो हाई ब्रेक हुने बित्तिकै नयाँ डिमान्ड जोन त क्रिएट भयो यदि फल्स भएन भने होइन। त्यो नयाँ डिमान्ड जोन क्रिएट हुने बित्तिकै अब हामीले चाहिँ लाग्न सक्छ हो कति महँगो भनेर, तर अब केही पनि फरक पर्दैन होइन। राम्रो कुरा महँगै हुन्छ भनेर बुझ्नु पऱ्यो त्यो बेलामा चाहिँ है। ओके गाइज है, सबैजनाले लगभग अब थाहा पाइहाल्नु भयो होला होइन अब अहिलेको लागि कथा के छ बजारको भनेर होइन। अब म त यति नै भन्छु, अब यो बेला भनेको अब अहिले हजुरहरूले जति तपाईँको लाइक पीडा सहेर दुःख सहेर बस्नुभयो नि, अब त्यसको तपाईँको रिवार्ड पाउने बेला हो होइन। अब यहाँ चाहिँ तपाईँहरू कुचु ट्रेडिङ गरेर नबस्नु होइन। अब हुन्छ नि ओहो यत्रो टर्चर लिए मार्केटमा, मार्केटले 10-15 रुपियाँभन्दा बढी दिन्न भनेर अब यहाँ चाहिँ हजुर 10-15 रुपियाँको लागि जानुभयो भने सक्यो होइन। टार्गेट राख्नु 30%, 40%, 50% हेरेर होइन। तपाईँ कति एनालाइज गर्न सक्नुहुन्छ आफै त्यो हेरेर ट्रेड गर्नु। अब फ्युचर मलाई एकदमै राम्रो छ जस्तो लाग्छ है।